यहाँ हेर्नु गाइज कति धेरै ऐना नै ऐना छ अनि यहाँ एकछिन रोकेको छु। हे गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु द माई न्यू भिडियो। सो हाम्रो चाहिँ प्याकिङ भइसकेको छ। यहाँ हेर्नु, यहाँ प्याकिङ हुँदैछ। मेरो रुमको हालत हेर्नु के कस्तो भएको छ। सो प्याकिङ के को लागि हुँदैछ भनेपछि हामी गाउँ जाँदैछौँ। घरमा चाहिँ बिहे छ के, मेरो सानो मम्मीको चाहिँ बिहे छ, सिस्टरको। सो त्यसकै लागि घर जाने हो। भोलि चाहिँ मेरो भाइ मम्मी जान्छ अनि म र बाबा बाइकमै जान्छु। सो त्यही भएर म आफ्नो सबै लुगाहरू यहाँ प्याक गरिसकेको छ। यो बसमा लग्नलाई चाहिँ सजिलो हुन्छ नि त, बाइकमा चाहिँ लानु गाह्रै पर्छ। त्यही भएर चाहिँ सबै मैले लुगाहरू त्यहाँ प्याक गरिदिएको छ, लगिदिन्छ। अनि एउटा अझै खुसीको खबर छ, हाम्रो घरमा को आएको छ म देखाउँछु। सो लेट्स गो, छतमा म गएर देखाउँछु। हेर्नु गाइज को छ। हेलो, यही हो हाम्रो घरमा न्यू आउने मान्छे। कस्तो क्युट छ। म यसलाई नुहाइदिन्छु अनि त्यसपछि देखाउँछु कस्तो सफा हुन्छ पुरै। आऊ तिमी यहाँ आऊ, तिमीलाई नुहाउँछु म। आऊ है, निस्कि बाहिर, निस्कि। छुपेर बसेको छौ, निस्कि निस्कि। स्याम्पू नि ल्याएछ मैले, नुहाइदिन्छु। यहाँ हेर त, खानै खाँदैन यो। खाऊ खाऊ खाऊ, पानी मात्र खाएको छ फेरि। चल पहिला नुहाइदिन्छु, बस यहाँ। के भयो तिमीलाई यति उफ्रिया? अघिदेखि त शान्त थियो, अहिले आएर उफ्रिया छ। एकचोटि अझै सेम्पू लाउँछु म। पानी सिद्धो, पानी लिन जानु पर्यो। ओइ के गरे तिमी? नुहाउन पाएको छैन, धुलो लगाइसक्यो अहिले। ल हेर न, फेरि नुहाउँछु म तिमीलाई। औ भइसक्यो। फेरि भुइँमा खेल्ने होइन, पुरै कामिरहेछ। यो छोडिदियो त जी होला त। जिया हेर्नु, अहिले आएर चाहिँ भात खान लाग्छ। अघि दिएको हामी खाएकै थिएन, अहिले खान लाग्छौँ। अनि यसको हामीले चाहिँ नाम राखेका छैनौँ। यदि तपाईँहरूलाई कुनै नाम अलि राम्रो खालको नाम छ भने कमेन्ट गरिदिनु होला, त्यो हेरेर हामी राख्न सक्छौँ। अहिले चाहिँ नाम फिक्स छैन। औ सो गाइज म हिजो सपिङ गरेको थिएँ होइन, अनि स्यान्डल नि किनेको थियो। अनि त्यो मान्छेले के, पसलवालाले अर्कै कलरको स्यान्डल हालिदिए रहेछ। अनि त्यही आज अहिले साट्न जाँदैछु म। हेर्छु है त, यहाँ हेर्नु यस्तो छ होइन। मैले चेरी रेडमा चाहिँ लिएको थियो, यस्तो कलरको हालिदिए रहेछ, व्हाइट व्हाइट टाइपमा हालिदिए रहेछ। सो यही साट्न जाँदैछु। अनि अलिअलि सपिङ नि बाँकी थियो, त्यही गर्न जाँदैछु अहिले। सो गाइज अहिले बाइकमा जाँदैछु, बाबा लिन आउनु भएको छ मलाई। चल भोलि म यही बाइकबाट घर जाने हो नि त, त्यही भएर आज अहिले चाहिँ बनाउनु लाग्नु भएको छ बाइकलाई। अलिअलि रिपेयर गर्नु परिहाल्यो नि होइन।
कोट रेडी भयो दिनले ल्याएन हजुर कलेजको होइन अस्ति भर्खर दिएको थियो 11 गते चाहिन्थ्यो आज भने दिएको अस्ति 10 गते दिएको थियो गाइस कोट लिन गएको अहिले होइन बत्ती नै छैन रे मसँग क्यास छैन अनलाइन दिनुपर्ने अनि एमडी नै छैन कि ब्यालेन्स नै छैन मसँग सो अब एकछिन कुर्नु पर्यो बत्ती आउने चाहिँ गुड मर्निङ वान्स अगेन गाइस सो म पुरै रेडी भइसकेको छु घर जानको लागि बाइकमा म र बाबा अहिले जाँदैछौँ सो पुरै रेडी भइसकेको चाहिँ खानासाना खाएर अहिले ढिलै निस्क्यौँ लगभग 11 बजिरहेछ सो यतिखेर निस्किन्छु सो लेट्स गो यो मैले एउटा यो ब्याग ल्याएको अनि बाँकीको सामान चाहिँ यो ब्यागमा हालेको छु हामी त हिँडिसक्यो तिमीलाई के गरौँ भन त यसलाई म बाँधिदिन्छु बाँधिदिनु पर्यो यहाँ हाम्रो घरमा मान्छे छ क्या यसलाई बिहान बेलुका खान दिन्छ अनि दिउँसोतिर चाहिँ बाँधेरै राख्नु भनेर भनेको छु मैले किनभने बाहिर भाग्न सक्छ नि त त्यही भएर यहाँ बाँध्ने छ यसलाई लगेर म ग्रिलमा त्यहाँ तल बाँधिदिन्छु आऊ न आऊ कस्तो नआएको आऊ म कहीँ लग्ने यहाँ बाँधिदिन्छु अब आऊ छिटो यहाँ खाना नि हालिदिएछ भोक लाग्यो भने खाऊ गाइज यहाँ आयो पनि यसलाई बाँध्दै होइन रोएर बसेर रहेछ यहाँ हेर्नु आँसु के भयो हामी लगभग 5 दिनमा आइहाल्छौँ नि है बाई तल चलाइदिन्छु बाई निस्किनु खोजा हेर्नु म घरबाट निस्किसकेको छु अनि यति धेरै धुलो उडिरहेको छ कि म मास्क लिन जाँदैछु क्या हेर्नु बाटोमा धुलै धुलो छ कि आजभोलि बाटो बनिरहेको छ नि त जहाँ पाइ त्यही धुलै धुलो छ मास्क लगाउनु पऱ्यो चस्मा अनि क्याप त्यसपछि रेडी हुन्छ हामी जाँदा मास्क दिनु न निलो जाँदैछु बाइक पुरै सुताइदिन्छ मोबाइलमा त्यति राम्ररी देखिरहेको छैन तर बाइकलाई पुरै सुताइदिन्छ कि यहाँ अब बस निद्रा लागिरहेको यहाँ हेर्नु गाइस कति धेरै ऐना नै ऐना छ अनि यहाँ एकछिन रोकेको छु हेर्नु मेरो पछाडि छैन र यहाँ चाहिँ पुरै रोडभर नै ऐना नै ऐना छ कि सब बाइकहरू अनि गाडीवाला सब चढाउँछ यता यार फाइनली हामी त्यो माटो धुलोको बाटो कटेर चाहिँ यहाँ यस्तो राम्रो पाहाडको बाटोमा आइसकेको छु अघि त मेरो हालत खराब थियो यार यो टोपी लागेको थियो होइन टोपी झरेको थियो अरे कतिचोटि झऱ्यो 3-4 चोटि झरिसक्यो होला अनि मेरो अगाडि चाहिँ हेर्नु यार कस्तो भ्यू राम्रो वाउ हेर्नु त कस्तो राम्रो भ्यू पुरै पाहाडबाट तल जाने चाहिँ बाटो चाहिँ पुरै एडभेन्चर छ कि अहिलेको एकदम रमाइलो नि छ बाइकबाट जानलाई चाहिँ एकदम रमाइलो हुन्छ सो यहाँ एकछिन हामी बस्छौँ पानी सानी खान्छौँ अनि फेरि हिँड्छौँ गाइस बाबा यहाँ पूजा गर्न जाँदै लाग्नु भएको छ यहाँ चढाउँछ नि त पैसाहरू गाइस अब फेरि हामी हिँडिसकेका छौँ पुरै गेट अफमा आइसकेका छौँ अघि एकछिन फ्रेस भएको अनि फेरि हिँडिसक्यो
गाइज यहाँ हेर्नु यो एरियाभर नै चाहिँ रातो माटो छ कि रेडै रेड छ कि जहाँ हेरे त्यही रेडै रेड पाइन्छ Wanna clear a bottle of Cabernet. Wanna stay home, not even drink. Wanna get out of my own head. Wanna lay down, overthink. I wanna cry every tear I got. Put on a dress, be a stranger's dream. Lock up this heart of mine. Wanna wear it on my sleeve. गाइज यहाँ हेर्नु मेरो बाबाको काम यहाँ ओह्रालो छ नि त त्यही भएर मेरो बाबा चाहिँ मोटरसाइकललाई स्विच अफ पारेर चलाउँदै हुनुहुन्छ गाइज यहाँ हामी खाजा खानु रोकेर अब यहाँ खाजा खाएर अनि डाइरेक्ट चाहिँ हामी लान जानु नि त अनि त्यही डाइरेक्ट लान जान्छ के बोल्या हो यति धेरै स्वरले फ्यानहरू यहाँ हाम्रो खाजा आइसक्यो माछा भुजा अनि अलि सलादहरू छ गाइज यहाँ बाइकको एक्सिडेन्ट परेर रहेछ अलि लफडा भयो जस्तो छ गाइज लुक तराई छिर्नु बित्तिकै आफै आफूको बोट देख्छु त यार कति फल्यो कि आफ फेरि सो गाइज म फाइनली चाहिँ यहाँ आइसकेको छु आफ्नो सेन्ट मम्मीको घर अनि यहाँ चाहिँ एकदम गर्मी भइरहेछ कि मलाई नुहाउनु पर्ने भएको छ पुरै फ्रेस हुनुपर्ने भएको छ सो म आज चाहिँ यो भ्लगमा कसैलाई इन्ट्रोड्युस गरेन है म भोलिको भ्लगमा चाहिँ इन्ट्रोड्युस गर्छु भोलि चाहिँ हल्दी रसम वा मेहदी रसम जस्तो नि छ सो यहाँ चाहिँ एकदम लाउड म्युजिक बजिरहेको चाहिँ म अझै भ्लग बनाएँ भने चाहिँ मेरो भिडियोमा चाहिँ कपिराइट आउनसक्छ सो म यो भिडियोले यही इन्ड गर्न चाहन्छु यदि तपाईँहरूलाई यो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला बाई